हाई साथीहरु, हामी चाहिँ अहिले कफेरमा आइपुगेको छौँ। यो कफेरको टिकटमा घुम्न आइपुगेको छौँ। तपाईहरुलाई अब कफेरको डिटेल दिन्छु है। अहिले चाहिँ हामी टी बनाउन आएको, कफेर घुम्दै आफ्नो एरियामा के नयाँ प्रगति भएको चाहिँ हेर्न आएको छौँ। र तपाईहरुलाई पनि देखाउँछु है म। एकदम प्रसिद्ध टुरिज्मको एरिया हो यहाँ चाहिँ। यो चाहिँ कालेबुङ जिल्ला नै पर्छ। यहाँ चाहिँ एकदम राम्रो छ। यहाँनिर चाहिँ अहिले चाहिँ एकदम सिजन चलेकोले गर्दा बाहिरी बङ्गाली टुरिस्टहरु पनि एकदम धेरै मात्रामा यहाँनिर आइपुगेको छ। यहाँ चाहिँ पुरा बजारै चलिरहेछ। आज ठ्याक्कै सन्डे परेकोले गर्दाखेरि पुरा भिडभाड आए चाहिँ छ यहाँनिर। रमाइलो छ। इन्ट्री चाहिँ कहाँनिर रहेछ हौ? हामी चाहिँ अहिले चाहिँ इन्ट्रीको लागि टिकट काट्नु काउन्टरतिर जाँदैछौँ है साथी हो। काउन्टर चाहिँ यता भित्रपट्टि रहेछ यहाँनिर। टिकट काउन्टर यहाँ काट्नुपर्ने रहेछ। कति हो? 30 रुपियाँ गोटा हो। 30 रुपियाँ? 20 20 रुपियाँ 20 रुपियाँको दरले रहेछ यहाँ टिकट। हामीले 5 वटा टिकट काटेर चाहिँ हामी यहाँ छिरिसक्यौँ। इलो यहाँ बहिनी, यहाँ छोरा हाम्रो छ। नमस्ते। ल यो त मेरो श्रीमानजी हुनुहुन्छ। यति रमाइलो ठाउँ रहेछ। रिसोर्ट हैन, टिकट काटेर हैन, पैसा हामी है। ल ठीक छ। ल अब घुम्न हामी एकछिन। यो चाहिँ एउटा लोले कफेरको एकदम यहाँनिर चाहिँ गार्डन रहेछ। यसो यहाँ गौतम बुद्धको मूर्ति पनि रहेछ यहाँनिर। ए माथिबाट ल हामी यताबाट छिर्दैछौँ भित्र। लोले गाउँको गार्डनतिर छिरेको छौँ। अहिले चाहिँ पहिलो चाहिँ यो चाहिँ गौतम बुद्ध यहाँनिर रहेछ। कफेरको यहाँ अलिक माथि यहाँ मूर्ति भएको ठाउँबाट चाहिँ कस्तो देखिँदो रहेछ यसो बजार भ्यू हो तपाईँहरूलाई देखाउँदैछु म एकछिन। यहाँनिर चाहिँ यो गौतम बुद्धको मूर्ति भएकोदेखि तपाईँहरूलाई सात बार घुटता बेटा के सात करो। लोले गाउँ लेखिएको यहाँ सानो पोइन्ट रहेछ। अनि यहाँ चाहिँ ग्राउन्ड जस्तो छ। यहाँ गार्डनहरू छ यहाँनिर। यहाँ चाहिँ यहाँनिर यो एकदमै सनराइज हेर्नुको लागि चाहिँ यो चाहिँ एकदम फेमस भएको ठाउँ कफेर। यो चाहिँ एउटा बजार हो। यहाँ चाहिँ आज सन्डे भएकोले गर्दाखेरि एकदमै धेरै मान्छेहरू चाहिँ यहाँ भिडभाड लागिरहेको छ। बङ्गाली टुरिस्टहरू पनि आएको छन्। र हामी पनि आज सन्डेको दिन छुट्टीको दिन पारेर चाहिँ हामी पनि घुम्न आइपुगेको छौँ है साथी हो। ल गाइजहरू, यहाँ लोले गाउँको यो ट्री हाउसमा चढिसक्यौँ हामी। र ट्री हाउसदेखि चाहिँ हामी अब तलतिर यता गार्डनतिर जाँदैछौँ। ल गार्डनतिर चाहिँ यो चाहिँ यस्तो रहेछ यहाँनिर। यहाँ चाहिँ अहिले चाहिँ बगानबिल्ली फुलको सिजन रहेछ र सबैतिर बगानबिल्ली फुलहरू फुलिरहेको छ ढकमक्क। एकदम रमाइलो यहाँनिर। यहाँ चाहिँ अनि बाँसको सानो पुल रहेछ, तर एकचोटिमा 2 जना मान्छे मात्रै चढ्नु पर्ने रहेछ यहाँनिर चाहिँ। एकदम धुपी गाडीमा एकदम राम्रो दृश्यहरू यहाँनिर रहेछ। यो चाहिँ एकदम यहाँ धुपी गाडी हेर्नुहोस् है। यहाँनिर
धुप्पी गाडीको एकदम यहाँनिर एकदम शीतल ठाउँहरू एकदम शान्त रमाइलो ठाउँहरू यहाँनिर चाहिँ टुरिस्टहरू पनि थुप्रो अहिले चाहिँ आएको छन् फुलबारीहरू यहाँ चाहिँ अहिले गार्डनै गार्डन यो चाहिँ कफेर बजारको ठ्याक्कै मुनि छेउमा हो यो चाहिँ यतातिर पनि यहाँनिर सानो प्यासेज भएर उतातिर मान्छेहरूलाई यसो रमाइलो घुम्ने ठाउँहरू रहेछ त्यो जाँदा चाहिँ यहाँ माथि चाहिँ बाँसको पुल छ रमाइलो सबैतिर यहाँनिर व्यवस्थित गरेको छ पार्क रहेछ यहाँनिर पार्कभित्र चाहिँ यहाँ बस्ने ठाउँहरू सो रेस्ट गर्ने ठाउँहरू चाहिँ बनाएको छ भित्रभित्र थुप्रो बस्ने ठाउँहरू रहेछ ल हामी पनि एकछिन यहाँनिर विश्राम गरिरहेछौँ यहाँ खिच्दे त फोटो